जय हिन्द, जय नेपाल। आज मैले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हुने गर्दा गगनजीको भाषण सुन्दा मलाई कस्तो लाग्यो भने मान्छेबाट भुल हुन्छ होइन, भुल हुन्छ अनि भुल भइसकेपछि मान्छेले मबाट भुल भएको भने एउटा मनमा लाग्छ नि, त्यो मान्छेले त्यसलाई पन्छाइ दिनुपर्छ कि मान्छेले। उहाँले मबाट भुल भयो, नेपाली काङ्ग्रेसबाट भुल भयो, हाम्रो केही नेताहरूको तर्फबाट भुल भयो भन्नुभयो होइन। अनि दोस्रो कुरा, हामी सबैभन्दा अगाडि त हामी सबैलाई गाली गरेर आएका हौँ, कालो काङ्ग्रेस होइन, कालो काङ्ग्रेस। अनि यो गगने फटा बाख्रा चोर भन्ने जस्ता नारा पनि लगायौँ, कमेन्ट पनि गऱ्यौँ सबै हाम्रो फेसबुक साथीहरूले, अथवा जुनसुकै सामाजिक सञ्जालमा या भौतिक रूपमा पनि हामी रोडमा आएर पनि बोक्यौँ होइन हामीले होइन। तर भने आज मलाई यस्तो बहुत खप लाग्दो कुरा गर्नुभएको उहाँले। तर मान्छेबाट गल्ती हुन्छ होइन, तर हामी अब बस यसलाई सुधार्नेछौँ सुध्रिन्छौँ भन्ने एउटा उहाँले केही कुरा थपेर जानुभयो। मलाई बहुत भावुक भयो कि म यो भिडियो हेर्दाखेरि, उहाँको भाषण सुन्दाखेरि। योभन्दा अगाडि सुन्नुको लागि मान्छेले मदन भण्डारीको पनि भाषण सुन्नुको लागि मान्छे कति घन्टासम्म बाटो कुरेर बस्थ्यो भन्थ्यो कि। अहिले चितवनमा आएर यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उहाँलाई बोलाउनु भएको रहेछ। उहाँलाई बोलाउने गर्दा चितवन भनेको एउटा नेपाली काङ्ग्रेसको कट्टर गढ हो के होइन, मैले सुनेअनुसार, मैले बुझेअनुसार। अनि त्यसमाथि अब नेपाली काङ्ग्रेसबाट के गल्ती भएको होला, त्यही कारणले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेजीलाई केही हजारौँ मतले जिताउनु भयो होइन, 55-56 हजार हुन्थे। मलाई ठ्याक्कै यो भन्न सक्दैन होइन। दुईचोटि जिताउनु भयो होइन, दुईचोटि हुँदा 3चोटि जिताउनु भयो। तर यो भाषण सुन्दाखेरि अब भावुकमा आएर नेपाली काङ्ग्रेस फेरि के हुने यो भगवान्। नेपालमा काङ्ग्रेसका कार्यकर्तादेखि लिएर मतदातासम्म अब भावनामा आएर सायद नेपाली काङ्ग्रेसलाई भोट हालिदिनु कि जस्तो लाग्यो मलाई त। यही मौका हो, यति राम्रो भाषण दिएर जानु भएको छ नि। म त सल्युट गर्छु है गगनजीलाई, गगन थापाजी सल्युट। अरूलाई चाहिँ म तपाईँको विरोधको पार्टीको मान्छे हुँ, म एउटा सामान्य कार्यकर्ता हुँ। म राष्ट्रिय प्रजातन्त्र पार्टीको भए तापनि तपाईँले यत्रो राम्रो भाषण दिँदै जानु भएको छ नि, मान्छेको मुटु खाने गरी भाषण दिँदै जानु भएको छ, जो कि अहिले भन्नेका नयाँहरूलाई यिनीहरूलाई कसरी सम्झाउने, कसरी के गर्ने भन्नुभएको छ नि होइन। अनि धेरैभन्दा धेरै त तपाईँले के भन्नुभएको छ, नेपाली काङ्ग्रेसको बलिदानी यो माटोमा छ भन्दै जानु भएको छ नि, चितवनको ठाउँमा होइन होइन, उहाँको रगतका रातो अझ पनि छ भन्नुभएको छ नि। मलाई यस्तो मन मेरो भावुक भयो कि नेपाली काङ्ग्रेसको जस्तै बिपी, अहिले बिपी जस्तै मलाई याद आयो कि जस्तै बिपीले राजनीति गर्छ नि नेपाली काङ्ग्रेसमा, सबैलाई मलाई मनपर्ने भनेको बिपी हो कि नेपाली काङ्ग्रेसको होइन, बिपी कोइराला हुन्। बिपी कोइरालाले सोचेको जस्तो काङ्ग्रेस भएन। तर केही अब गगनजीले केही राम्रो गर्छन् कि भन्ने मलाई यस्तो लागिरहेछ। तर अब के भन्नु, उहाँको बारेमा केही पनि नबोल्नु है, किनकि उहाँलाई पछतावा छ। सिङ्गो नेपाली काङ्ग्रेसलाई पनि पछतावा छ कि हामी कसरी बिग्रियौँ, हामी यस्तो कालो काङ्ग्रेस कसरी भयौँ भने उनीहरूलाई पछतावा त छ भन्ने थाहा भयो नि अब होइन। अनि हाम्रो एमालेका कार्यकर्ताहरूलाई पनि म के भन्नु चाहन्छु भने केपी ओलीजीका सबै जस्ता भए पनि मदन भण्डारी जस्तो हामी नेता पाउँदैनौँ कि। मदन भण्डारी र बिपी हाम्रो देशमा भइदिएको भए, राजा वीरेन्द्र पनि भइदिएको भयो नि, अहिले हामी देशको कुन कुनामा गए पनि हामी नेपाली उमेर छाती तानेर मान्छेहरू नेपाली भन्नु बित्तिकै डराउँथे कि। अहिले हामीलाई जुनसुकै देशमा जाउने हाम्रो एउटा
राहदानीमा हेर्दाखेरि 10 पान्ना पल्टाउँछन्, दुनियाँदारी गर्छन् होइन। त्यो अनि स्वीकृति गर्नुभन्दा अगाडि हामीहरूलाई कति घृणा किसिमले हेर्छन् के। तर घृणा किसिमले त हेर्नु त हेर्छन्, तर नेपाली भने सोझा साझा हुन् भन्ने पनि थाहा हुन्छ होइन। तर नेपाली सोझा साझा पनि हुन्, तर के हो भने नेपाली सोझा साझा हुनु पनि कारण छ। किन कारण हाम्रो बाबाआमाले हाम्रो त्यस्तो राम्रो शिक्षा दिएको छैन। हामी नेपाली माटोमा जन्मेका हौँ, नेपाली धुलो माटोमा लड्दै पड्दै हुर्केका मान्छे पऱ्यौँ। त्यही कारणले भन्छु योपालि जे भए पनि होइन, अबको चुनावमा म नेपाली काङ्ग्रेसलाई पनि केही समर्थन गर्न चाहन्छु कि। किन समर्थन गरिदिउँ भनेपछि काहीँ सुध्रिन्छ कि विचार त गरौँ है। यो 35-40 वर्ष यसै खेर गर्यो काङ्ग्रेसले, अनि अन्य दलहरूले, एमाले काङ्ग्रेसले गर्यो भन्ने हुन्छ नि, त्यो नहुनु पर्यो के। त्यही कारणले म भन्छु योपालिलाई नहराइदिनु है। म त भन्छु गगनजीलाई नहराइदिनु होला। तपाईँले जो गल्ती गर्नुभयो नि, बहुत ठुलो गल्ती गर्नुभयो। सबभन्दा ठुलो गल्ती त उहाँको हातबाट पनि भएको छ। किनकि काठमाडौँ छोडेर उहाँले सुनसरीमा कुन ठाउँमा लड्नु भएको थियो होइन, नेपाली काङ्ग्रेसबाट होइन। उहाँले हार भयो, उहाँ अमरेश कुमारजीले जित्नुभयो होइन। अब हेरौँ, म भन्छु तपाईँ आफ्नो जिल्लामै लड्नुहोस् के। तपाईँ आफ्नो जिल्लामै लड्दै तपाईँको पार्टी केही अगाडि बढ्छ कि भन्ने मेरो एउटा सुझाव हो। अनि नेपाली काङ्ग्रेसका मतदाताहरूलाई भन्छु उहाँको कुरा सुनेर तपाईँ जे पनि गर्नुहुन्छ गर्नुहोस्। ल यस्तै भन्दै जय राष्ट्रवाद, जय नेपाल, जय नेदेश।